हेलो साथीहरू, नमस्ते छ सबैजनालाई। अहिले चाहिँ हामीहरू यसो कर्सियङतिरको भिजिटमा जाँदैछौँ हो। तपाईँहरू पनि हेर्नु होला हामीहरू कहाँ कहाँसम्म जाँदैछौँ। तपाईँहरूलाई कर्सियङतिरको भिजिटहरू गराउनेछौँ है साथीहरू। आज हेर्नु होला हाम्रो कर्सियङको भिजिट। अहिले चाहिँ हामीहरू यहाँ कालीझोडा ड्याममा आइपुगिसकेको छ। हेर्नुहोस् सिनहरू। जति पनि कति मान्छेहरू यता आउनु भएको छैन होला है, यहाँ हेर्नु होला तपाईँहरूले। यस्तो छ माथि माथि गाउँ पनि छ, घरहरू पनि छ रातो। घर देख्नु होला, यो कालीझोडाको ड्याम हो। क्या मजाको गाउँ हेर साथीहरू। यहाँ चाहिँ यो चाहिँ कहाँ हो भन्दाखेरि यो कालीझोडाको ड्यामदेखि अलिकति माथिको त्यहाँ पानी जमेको ठाउँमा यहाँ चाहिँ यस्तरी जमेको छ पानीहरू। यहाँको सिनहरू हेरिहाल्नुहोस्। पहाडी एरियामा बस्नुको अलग्गै छ के रहस्यहरू। अब यहाँबाट हामीहरू अझै माथि नै जाँदैछौँ साथीहरू। यताको बाटो चाहिँ यस्तो छ। यहाँ बाँदरहरू हेर्नुहोस्। ल है साथीहरू, अहिले चाहिँ हामीहरू रम्बी आइपुगेका छौँ। कस्तो लाग्यो भाइ भन् त यतातिरको ठाउँहरू? ठिकै छ, राम्रो छ नि। हेर्नु त ठिकै छ, तर यस्तो छ है साथीहरू यतातिरको। अब यहाँबाट चाहिँ हामीहरू यो रम्फूतिर लागिँदै के अरे मङ्पुतिर लागिँदैछ। ल साथीहरू, अब हामीहरू माथि गएर के अरे मङ्पुमा गएर तपाईँहरूलाई फेरि देखाउँछौँ। ल साथीहरू, अहिले चाहिँ हामीहरू मङ्पुको छेउछाउ आइपुगिसकेका छौँ है। अब यहाँदेखि चाहिँ तपाईँको बेसी छैन मङ्पु। यस्तो छ है यहाँ चाहिँ। पानी पहिरो आउँदा घरै घर। अब चाहिँ हामीहरू यो पहाडको यो छेउछाउमा जाने हामीहरू। त्यो खोला तर्नु पर्दैन होला। यो पारीको गाउँ हो कि त? यहाँ कन्फ्युज भयो कि। पुल पार गरेर जानुपर्छ। ए त नि त्यो पुल पार गरेर पो जाने। त्यो पारीको डाँडा चाहिँ त्यो डाँडादेखि पनि यता पस्नु। यो साइडमा चाहिँ हाम्रो माइलीको घरहरू होला। हेर्नुहोस् साथी हो, यहाँ कति मजाको चाहिँ सिन छ है। तपाईँहरूले हेर्नुहोस्, पहाडी एरियाको चाहिँ सुन्दरता नै राम्रो हुन्छ क्या। घरहरू हेर्नु त देख्दैन त। हामीहरू चाहिँ अब मङ्पु आइपुगिसक्यौँ। तपाईँहरूलाई यहाँबाट देख्ने दृश्यहरू कालेबुङहरू पनि देख्छ यहाँबाट। त्यो कालेबुङहरू पनि देखाइदिन्छ तपाईँहरूलाई है। लु हेर्नुहोस् है यताको उताको सिन। हेर्नुभयो होला, यो जो बादल देखेकोतिर चाहिँ कालेबुङ हो त नि।
यतातिर घरहरू यो चाहिँ कालेबुङ एरिया हो यो पाराको त कालेबुङ हो नि कान्छ यो चाहिँ रम्बी नै हो यो रम्बी गाउँहरू हो कस्तो मजाको देखेछ नि सिनहरू पनि त दामी छ नि त यार यति मजाको ठाउँमा बस्नु पाउँदाखेरि कसले बस्दैन यार साथी हो हामीहरू चाहिँ जोगीघाट र्याङ खोलामा आयो अब यो डाँडामा जाने हो हामीहरू त्यो डाँडालाई पार गरेर आज स्कुटीको सफर गरिदिएको हामीहरूले यो चाहिँ र्याङ खोलाको पुल हो ढुङ्गाहरू हेर्नुहोस् यतातिरको होमस्टेहरू पहिला यतातिर घरहरू थिएन त अहिले हेर ज्याम्पै बनाएको छ यो साइडमा घरै थिएन अब पुरा बिल्डिङ बनिसकेको छ हामी चाहिँ माइलीको गाउँमा आइपुग्यौँ यो हो घर माइलीको आज चाहिँ अब यहाँ आफ्नै उयो छ त्यही भएर घरभित्रको उयोहरू नदेखाउने भनेर सोचिरहेको छौँ अब भन्छ यहाँ मेरो सानो भान्जा छन् हाम्रो नाम के अरे तपाईँको भाइ भान्जा पुरा नाम भन्दा पनि पेङजुङ लेप्चा छन् हाम्रो भान्जा अनि यहाँ चायको बोटहरू पनि छ है सुन्तला हेर्नुहुन्छ होला तपाईँहरूले हेर्नुहोस् ल म सुन्तलाको बोटहरू देखाइदिन्छु यो चाहिँ सुन्तला है हाम्रो माइलीको गाउँको मेरो माइली बहिनीको सुन्तलाहरू यत्तिकै झरिराखेको हुन्छ यतातिर कोही मतलब हुँदैन यता डल्ले खोर्सानी यहीँ छ सुन्तलाहरू डल्ले यो चाहिँ साथी हो मेरो माइली बहिनीको गाउँ यहाँबाट चाहिँ यो खालको सिनहरू देख्छ है यहाँ चाहिँ तपाईँहरूको कालेबुङ पर्छ यो त मैले पहिलाको भिडियोहरूमा पनि बहुत देखाइसकेको छु यता हो तपाईँको के अरे यो डाँडाको नाम चाहिँ अघि भर्खर थाहा थियो अहिले फेरि बिर्सेँ मैले यो पारीको मम्पू यो चाहिँ तपाईँको सिटोङ 2 पर्छ अलैँचीको बोटहरू हेर्नुहोस् यो चाहिँ अलैँची पनि सुन्तला इस्कुस हेर्नुहोस् यो चाहिँ सुन्तला घारी हाम्रो माइली बहिनीको
यहाँ चाहिँ छन् मालिक, सुन्तलाको मालिक। कतिमा बेच्नुहुन्छ अरे? कति बिक्री भइसक्यो है यहाँको? बिक्री भइसक्यो। कतिमा लगिसक्यो यहाँ? 70 हैं? 70 हजार यति सबैलाई? यो जति पनि सुन्तला छ बिक्री भइसकेको रहेछ। यो चाहिँ डरलाग्दो पहाड छ क्या यहाँको है। बाटोहरू यस्तो छ यहाँ चाहिँ। वी लभ गुम्बा गाउँ। मान्छेहरू यहीँ छ के? ल है साथीहरू, हामीहरू चाहिँ अब फर्केको घरतिर। कर्सियङतिर चाहिँ गई भइएन। आज यहीँसम्म बहिनीको घरसम्म आयौँ, त्यहाँदेखि फर्क्यौँ। कर्सियङको बाटो चाहिँ नफर्केको आज, अलिक ढिलो भयो। ल साथीहरू, फेरि कुनै बेला आइयो भने कर्सियङतिर फेरि देखाउनेछौँ। हुन्छ, बाई बाई भन्दै भाइ हाम्रो साथीहरूलाई